रेसिङ गाउँपालिकाको ह्याप्पी बर्थडे वाला दिन हो क्या। सो हामी अहिले छौँ ढुङ्गाडे भन्ने ठाउँमा। अनि यो ढुङ्गाडेको चिनो यो ढुङ्गा रहेछ क्या। कस्तो राम्रो देख्ने क्या नेवारी ड्रेसमा। ओए केरा स्थानीय उत्पादन केरा। वडा नम्बर 8 मा अदुवा रहेछ, 7 मा कोदो, 5 मा मास, 6 मा धान, 1 मा के हो यो कालो कालो, यो कालो कालो के हो? यो फर्सी झन् कस्तो अचम्मकै हो। यो सेला फरेको। च्याउ कस्तो मजाले बसिरहेको। महको चाका यहाँ रहेछ, अन्डाहरू। हेलो नमस्ते सबैजनामा, वेलकम छ हाम्रो दिदीको ब्लगमा। रिसिङ आएर यो ठाउँ छिरेन भने त पाप लाग्छ, पाप। अनि उहाँले हाम्रो लागि धेरै 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 राम्रो काम गरिदिनु भएको छ, किनभने स्कुल एकदम हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ तपाईँहरू सबैजना एकदमै आराम हुनुभएछ होला। म पनि एकदम ठिकै छु। सो आज चाहिँ हाम्रो यहाँ रेसिङ गाउँपालिकाको चाहिँ स्थापना दिन रे। सो हाम्रो गाउँपालिकाभरि चाहिँ हाम्रो स्थानीय विधाहरू छ आज। त्यो कारणले हाम्रो पनि स्कुल छुट्टी भयो। अनि आज चाहिँ हाम्रो गाउँपालिकामा त्यहाँ के प्रोग्रामहरू हुन्छ अरे तपाईँको। अनि त्यो कृषि सम्बन्धी त्यो केहरू सामानहरू देखाउने, आफूसँग भएको त्यो के वस्तुहरू पालेकोहरू, त्यहाँ राम्रो ठुलो भएकोहरू के चाहिँ प्रदर्शन हुन्छ अरे। सो हामी पनि त्यहाँ यसो हेर्न जाउँ भनेर चाहिँ म पुरा निक्लेर बसेको। तर म 1 घन्टा हुन लागिसक्यो निक्लेर बसेको। मेरो पार्टनरहरू खोइ त अहिलेसम्म अत्तो पत्तो छैन। म तिनीहरूलाई पर्खिरहेको छु, सायद आउँदै होला। अनि अब हामी गाउँपालिकातिर निक्लिन्छौँ। आज रेसिङ गाउँपालिकाको ह्याप्पी बर्थडे वाला दिन हो क्या। सो लेट्स गो। अनि हेरौँ त्यहाँको माहौल के कस्तो भइरहेछ। प्रोग्रामहरू के हुन्छ अरे, स्कुलको विद्यार्थीहरू केहरू पनि ल्याउँछ अरे भनेर सुनेको थियो। सो त्यहीँ गएपछि थाहा हुन्छ। त्यहीँ गएर भेटौँला। आयो मित्रहरू कोही त, खोइ त अरू, खोइ अरू तिमीहरूको हेलमेट चाहिँ। प्रोग्राम हेर्न हिँड्नेहरू त ढुङ्गा हेर्न आइरहेछ। हामी अहिले छौँ ढुङ्गाडे भन्ने ठाउँमा। अनि यो ढुङ्गाडेको चिनो यो ढुङ्गा रहेछ क्या। कत्रो ठुलो फेरि। अनि यो ढुङ्गा फुट्दैन? बेसकान पोल्ने ढुङ्गा त नफुट्न पर्ने है। कत्रो ठुलो त। अनि यसलाई अनि यो पहिला पनि नक्वाकेरै राखेको हो र। सो हामी आइपुग्यो हाम्रो रेसिङ गाउँपालिकाको भवनमा। अनि यहाँ पुरा के प्रोग्रामहरू भइरहेको रहेछ। नेवारी कल्चरलाई यहाँ देखाइरहनु भएको रहेछ है त। यता प्रोग्राम सुरु हुँदै रहेछ सबै। नानी एकछिन न, कस्तो राम्रो देख्ने क्या नेवारी ड्रेसमा। के हो अनि हलो पनि पुरै, हलो जुवा पनि हो। समय अभाव छ। अनि यता रहेछ हाम्रो कृषि सम्बन्धी के कुरा प्रदर्शन चाहिँ। भाइ के देखिस् तैँले? पिँडालु पनि छ क्या त। पुसाइ ल। ओ त्यहाँ के हो सर्टमा त्यो पिँडालु? कत्रो ठुलो हो त यो घर तरुल रे, पिँडालुहरू सब रहेछ। कुखुरा पनि रहेछ। के हो यो? च्याउ, बेसार, अदुवा पनि रहेछ।
सुन मनाइ छ अरे त्यो कागती स्ट्रबेरी पनि रहेछ ओए केरा स्थानीय उत्पादन केरा यता छ हाम्रो भराइटीको के हो यो जम्मै दाल तरकारीहरू रहेछ ओए अनि च्याउ पनि त्यहाँ कति मजाले ओए फर्सी हेर्नु फर्सी पुरै कस्तो मजाले आँखा बनाइदियो है मुला कस्तो राम्रो रहेछ तर यो कस्तो मजाले क्या काउली हेर त ला छेकिदिनु भयो उहाँले काउली राम्रो लाग्यो तर रमाइलो हो यो आइडिया पनि है हजुर हाम्रो 8 नम्बरको हो यो चाहिँ ए हाम्रो 8 नम्बर ओडाबाट चाहिँ यो यति जति चाहिँ यो जम्मै चाहिँ प्रदर्शनमा हो ए ओडा नम्बर 8 मा प्रख्यात बालीहरू चाहिँ यिनीहरू होला हैन के रहेछ ओडा नम्बर 8 मा अदुवा रहेछ 7 मा कोदो 5 मा मास 6 मा धान 1 मा के हो यो कालो कालो यो कालो कालो के हो ए वडा नम्बर 2 मा चाहिँ मकै रहेछ 4 आलु रहेछ 3 मा सुन्तला ए ल ल ल कस्तो राम्रो लाग्यो तर यो आइडिया है अहिले क्या फर्सीहरू वन कुखुरा पनि हो है काउलीहरू यता चाहिँ के हो खाद्यान्न बाली रहेछ धान घैया धान सेतो मकै रे के हो आम्बो उयो फर्सी हेर्न जाऊँ न हामी जानिदिन्छ होला नि ल फर्सी पनि डल्लो फर्सी लाम्चो फर्सी कुपिन्डो पनि रहेछ है ला काउली कति ठुलो त नि है काउली बोर काउली त्यहाँ बन्दा झन् है बन्दा हेर्न त्यहाँ कति ठुल्ठुलो यो प्याज होला प्याज यो यो फर्सी झन् कस्तो अचम्मकै हो यो सेला फरेको रमाइलो रहेछ ऊ यहाँ मुला के मुला है कत्रो ठुल्ठुलो ए अनि यता फेरि अन्डाहरू रहेछ के हो च्याउ कस्तो मजाले बसिरहेको च्याउ पशु पन्छीबाट उत्पादित चाहिँ यहाँ रहेछ ओए मह पनि रहेछ महको चाका यहाँ रहेछ अन्डाहरू घिउहरू होला यहाँ चाहिँ त्यो पनि रहेछ वन कुखुरा नि छ अरे यहाँ कुन चाहिँ हो वन कुखुरा यो हो उतिनीहरू चाहिँ होला ए त्यो चाहिँ के हो रे त्यो उतापट्टिको बसेको कालिज के होला यिनीहरू लुइचे पनि रहेछ कालिज पनि रहेछ त्यो के हो कडकनाथ रे त्यसको झन् नाम पनि कालो भयो ए यसको मासु पनि कालो पिडालु हो यो पिडालु त डेन्जर पिडालु नि ठुलो हो नि त्यो पिडालु हेर्नु त कत्रो ठुलो है ल हामी टाढा भइएछ क्या अब वहाँ छ प्रदर्शन हामी यता देख्दै थियौँ नाच्दा झन् कता झन्डाले छेक्दैछ पुरै गएर नाच्नु
मजाको तर ल है यताबाट चाहिँ कौरा प्रकृति कहाँबाट रहेछ रिसिङ गाउँपालिका पुरानो रिसिङबाट रहेछ घुम्ने मात्रै पो रहेछ नचाउने कति बेला किन म एक्लै हुन्ला हेर न हेर गीतै नसुन्ने भयो अब यहाँ चाहिँ अब मारुनी नाच रहेछ यो नाच्ने फेरि सबै भाइहरू केटी बनेर नाच्ने होइन केटी बनेर नाचेर होइन त केटीहरू नाच्दैन मारुनीमा चाहिँ उहाँहरूको पालो है त अब
भएर हिँडेर कान्छा खोइ त कान्छा खोइ सीमा सरस्वती माध्यमिक विद्यालयमा खोइ यताबाट रमाइलो भयो भाइ सो विद्यार्थी क्लास प्रस्तुतिको लागि यो नचेर समयभन्दा अगाडि प्रमुख अतिथिलाई स्वागत गरेर आउनु भएको उत्पादन भएका विभिन्न कृषकहरूले उत्पादन गर्नुभएको आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्दै सँगसँगै यस कार्यक्रमको विधिवत रूपमा कार्यक्रमको प्रमुख पानसमा दीप प्रज्वलन गरेर यस कार्यक्रमको उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरूले ताली बजाएर सम्मान गरिन अनुरोध गर्दछु। पानसमा दीप प्रज्वलन गरेर प्रमुख अतिथि माननीय जयप्रकाश आलेज्यूले यो कार्यक्रमको उद्घाटन गरिसक्नु भएको छ। धेरै धेरै धन्यवाद छ। पानी ले लो पानी भन्न पानी ले लो मैं पानी बेचने वाली हूँ आयो। सो साथीहरू खासमा आजको यहाँ कार्यक्रम चाहिँ के रहेछ भने हाम्रो यो के अरे रिसिङ गाउँपालिकाको स्थापना दिन प्लस हाम्रो यता यो के भन्छ हाम्रो यता रिसिङ गाउँपालिकाभरिमा होइन यहाँको कला र संस्कृतिलाई जगेर्ना गर्न जस्तो यहाँको कला संस्कृतिहरू चाहिँ प्रस्तुत गर्ने रहेछ क्या खासमा। सो त्यही अनुसारको मारुनीहरू ल्याउनु भयो यता ठाउँ ठाउँबाट कौडाहरू आमा समूहहरू अनि के भन्छ झाँक्री के भन्छ अरे नेवारहरूको त्यस्तै लाखे के सबै त्यस्तो प्रस्तुत गर्ने रहेछ क्या। सो भइरहेछ हामी इन्जोय गरिरहेछौँ। अनि तपाईँको कृषि के प्रस्तुति रे त्यो कृषि प्रदर्शन त्यसमा तपाईँको त्यहाँ विभिन्न त्यो उहरू लिएर आएर राखेको रहेछ। अब त्यसमा पनि जसको राम्रो छ उहाँलाई चाहिँ पुरस्कार पनि दिने हो अरे। कुन चाहिँ ठुलो त्यहाँ के थियो मुलाहरू पनि ठुलो थियो कोपी र बन्द झन् डेन्जर थियो त्यो रहेछ। सो हेरौँ कोले जित्छ कोपी बन्द तर्फबाट पनि एउटा कौरा नृत्य लिएर उपस्थित भइसकेका छौँ। स्वीकार्नुहोस् हाम्रो कौरा नृत्य। इला जियाबिरिया खोलाला टिसा साकेर मेकेरे बडा माको याले याल आछि बोचो फुटिलेछ क्या नितालु मार्छ मिफुटा करा चाउला हो न ओसो त सेमो आले नितालु बोचो ले। ओके अब चाहिँ हामी यहाँदेखि फर्किन आँटेको। अलि यता हेर्नु क्यामेरातिर म होइन म यहाँ निक्लिँदैछु नि त। यहाँ त्यही हो रमाइलो अलिअलि रहेछ सांस्कृतिक के भन्छ त्यसलाई कला प्रदर्शनीहरू रहेछ हेरियो। अब रात पर्न नि लाग्यो त्यही भएर अब चाहिँ हामी फर्किन आँटेको जाम। हिँड्नु न हामी लास्ट होला नि त भिडियो बनाउने मान्छे लास्ट होला नि होइन क्या भिडियो बनाउने बोल्दै पनि हिँडे भिडियो बनाउने अब हामी चाहिँ निस्केको गाइस हामी चाहिँ अब लास्टमा भिडियो यत्रो बोलेर त भिडियो गाइस हामी चाहिँ अब टक्क घर फर्किँदैछौँ। अगाडि अगाडि दिदी निर्मल दिदी हाम्रो राइडर हो नि सिङ्गल हो ढुक्क हो राइडर सिङ्गल हो क्या फेरि पालिकामा खासै रमाइलो भएन। अब खाजा खाएर घरतिर फर्किने प्लान बनाउँदैछौँ हामी। खाजा स्पोन्सर भाइ निर्मला गुरुङ होला नि। हजुर सर हजुर हामी घर फर्केको
स्पोन्सर खाजा स्पोन्सर बाई निर्मला गुरुङ है पहिले लेखिदियो भिडियोमा हामीले भिडियोमा स्पोन्सर बाई निर्मला गुरुङ पार्टी पनि चाहियो हामीलाई के आज हो कि कहिले हो पार्टी भनेको के पार्टी खाने ए बिर्साइसकेको के पार्टीको कुरा त बल्ल याद आयो पार्टी अब त बिर्सिने बेला नि भइसक्यो यस्तो नि हुन्छ यो चाहिँ हाम्रो गाउँपालिका अब हाम्रो गाउँपालिकातिर हाम्रोतिर नभए यतातिर बाटो चाहिँ दामी सक्यो होइन कस्तो भए पनि टक्क पिच छ जताबाट उडाइने हुन्छ आफ्नो लाइनमा छोडेर हेलो हेलो नमस्ते सबैजनामा वेलकम छ हाम्रो दिदीको ब्लगमा मिस कविन पल्लीले चाहिँ मिस सरी मैले अघि जस्तो यहाँ फेरि मिसहरूको बगालमा हिँडेर सबै मिस हुन्छ कि फेरि धेरै मिस भएपछि यस्तै हो आज हामी चाहिँ वाह दामी दामी अहिले चाहिँ हामीले अखलछाप होइन र अर्खलछाप आइपुग्यो अखलछापबाट अब हामी सिधै माथि साइड पार्कमा पहिला चाहिँ यहाँ माथि हाम्रो गाउँपालिका थियो अहिले चाहिँ ओडा भन्छ गाउँपालिका होइन शहीद पार्कको नजिक आइपुग्यो नजिक अब हामी प्रवेशद्वारमा पुग्नै लागिसकेको छौँ हाम्रो दिदी सबसे अगाडि अहिले त पुरा राइडर हो क्या दिदी यो चाहिँ गाई हो कि गोरु हो आहा हामी आइपुगे आज चाहिँ मान्छे धेरै रहेछ हेलो लास्टै हँसायो त नि यता मैले भिडियो अनै गरेको थिएनस् कस्तो अँध्यारो आहा भाइ हेलो यता कराउँछ होला नि झन् यता झन् देख्ने हेलमेट लाएर म गोरै छु म त्यत्रो बाटो सबै हामी बुढाहरू रहेछ हाम्रो गाउँको बुढाहरू रहेछ यस्तो भिडियो बनाउने मान्छे त सबभन्दा लास्टमा रहेछ त्यो दिदीहरूलाई तिमीहरूले भगाएको त्यो दिदीहरूलाई सब हाम्रो बुढाहरू हल्ला गरिरहेको रहेछ नि यहाँ अनि के बोलेको यसले कजना आएको हो के अरे रिसिङ आएर यो ठाउँ छिरेन भने त पाप लाग्छ पाप यो ठाउँको विशेषता बताइदिनु नि त के हो यो ठाउँको विशेषता यो शहीद पार्कको हाम्रो शहीदहरूको फोटो देखाइदिउँ यतातिर होइन सबै मूर्ति फोटो होइन मूर्ति शहीदहरूको के अरे नामै शहीद पार्क कुन शहीदहरू हुनुहुन्छ यो मैला दाइ त्यो ठुल दाइ यो कान्छा दाइ होला कीर्तिमान थापा शहीद कीर्तिमान थापा तर उहाँको बारेमा मलाई थाहा छैन आई एम सो सरी के हो उहाँको बारेमा जे भयो नि शहीद होइन मार्क्स त लाएर ए उहाँ चाहिँ के हो सरस्वती श्रेष्ठ होइन सरस्वती कृष्ण श्रेष्ठ उहाँले चाहिँ हाम्रो माथि के भन्छ हाम्रो स्कुल स्थापना गर्नुभएकै उहाँले होइन हाम्रो शिव सरस्वती स्कुल चाहिँ उहाँले नै स्थापना गर्नुभएको उहाँको छोरा अहिले हाम्रो उहाँको छोरा चाहिँ अहिले हाम्रो गाउँको वडा अध्यक्ष हुनुहुन्छ अनि उहाँले हाम्रो लागि धेरै 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 राम्रो काम गरिदिनु भएको छ किनभने स्कुल एकदम छ अनि उहाँ चाहिँ मोस्ट इम्पोर्टेन्ट उहाँ चाहिँ के हो नामै छैन यो त के हो के श्रेष्ठ हो यो के हो सो सरी नारायण श्रेष्ठ हो के हो नाम चाहिँ नारायणै रहेछ के हो नारायण श्रेष्ठ होला तर उहाँको बारेमा पनि मलाई थाहा छैन थाहा भएको चाहिँ मलाई थाहा भएको चाहिँ उहाँ हो किनभने हामीले उहाँले स्थापना गरिदिनु भएको स्कुलमा हामीले पढेको सो यतातिर चाहिँ के हुनुहुन्छ शहीद के हो यो खेमलाल परियार उहाँको बारेमा थाहा छ तिमीलाई छैन है मलाई पनि थाहा छैन
तर यहाँनिर चाहिँ यस्तो काम चाहिँ गर्न नहुने हो यो जम्मै फुटिसक्यो रहेछ के हो यो नामै छैन त होला नाम त तर कुलबहादुर के हो सोती हो के हो खै नाम चाहिँ थाहा भएन सरी नाम थाहा भएन रे मान्छे चाहिँ के हो यो शम्भु विक दुईजनाले नाम पनि पत्ता लगाउन नसकेको होइन यहाँ सानो छ नि त त्यही भएर ल यहाँबाट चाहिँ हाम्रो निकै बबाल भ्यू देखिन्छ है साथीभाइहरू ल हार्गाको भुराहरू घर छ भुराहरू रात पर्न ल भाइ अहिले भेटौँ बाटोतिर अनि कबिन भाइ तिमी यहाँ झुल्न चाहन्छौ झुलाइदिनु नि त ल मलाई आइज बस म समातिदिन्छु आइज के गर्नु साथीहरू पिङदेखि खेल्नै पर्यो मलाई धान्छ धान्दैन यसले आफ्नो के अरे वेट पनि रिभिल गरे है ल भयो फेरि कहाँ आउँछ र यो गीतमा लाउनु पर्छ के अलिकति काटेर टिकटकमा हाल्ने भयो ल अब एकछिन हामी यहाँ एउटा भिडियो बनाउँछौँ त्यसपछि हामी ब्याट्री लो पनि हुँदैछ फर्किन्छ ल प्र्याक्टिस गर ल अलिक पछाडि जाऊ तिमी त अलि अगाडि बस तिमीहरू दुईजना अलिक पछाडि अलिक पछाडि ल गीत बजिसक्यो अलिक पछाडि जाऊ नि तिमी ल बस्यो ओए फेरि ल घुम ल मिल्छ त्यति भएपछि हामीले यहाँ रमिता मचाइसक्यो हाम्रो डान्सर भाइहरू हामीले यो भिडियो बनाउन कति दुःख गरेछ है यो चार्जर छोडेर आएछ मैले वहाँ गएर चार्जर खोजेर आएर फेरि यहाँ भिडियो सुट गर्दैछ कति मिहिनेत छ अरे बाबा ल स्टार्ट ल साथीभाइहरू यिनीहरूको रिहर्सल फिनिस्ड डान्सरहरू आजको डान्सरहरूले कमसेकम पनि 15-20 टेक खायो होला एउटा भिडियो बनाउनलाई सो अनि अब हामी जान्छौँ मेरो मोबाइलमा चार्जै भएन रहेछ अझै पनि चार्ज बसेछ भने खिचौँला नत्र यतिकै होला अब जान्छौँ हामी खाजा खान मोमो इज कमिङ साथीहरू खाजा खाने है हाम्रो चाहिँ अब बफ झोल मोमो कृपया सर्भ गर्ने हाम्रो भाइ छ यता चम्ची खोइ त बाबु अनि मेरो मोबाइलमा चार्ज छैन एन्ड्रोइड फोन लिनेहरू सब एक मोबाइल लिएर हेर्दै बसेछ म चाहिँ यहाँ टुलु हेर्न परेछ क्या मैले चार्जर बिर्सेर ल अहिले पनि बन्द हुन सक्छ अब खाएर भेटौँ कति नराम्रोसँग बोलेको मुखबाट पानी आइसक्यो भाइ यार छिटो गर्न कस्तो लाग्यो ल टेस्ट गर त कस्तो फेरि अहिले मुखबाट निक्लेला नि ल गुवामका गुवाम आन टेस्ट कस्तो छ है मिठो छ क्या ल खाएर भेटौँ आँखा झिमिक्क माल गायब भनेको यही हो क्या खाली भइसक्यो योले फेरि कति ढिलो यो हड्डी चाहिँ तुरेन है साथीहरू तिनीहरूले पनि तुरेको छैन होला पक्कै हड्डी खाँदैछ यता नदेखाउनु अरे ल अब हाम्रो खाजा खाने कार्यक्रम पनि एन्ड अब